it was never about the big things. You realize it's actually about the little moments that feel like magic. It's about the simplest of seconds that make you smile. It's about the genuine experiences that fill your heart with joy. Good morning guys. अहिले बिहानको 5 भनेर सोच्नु भएको होला तर 8 बजिसकेको छ। हामी चाहिँ चिया पकाउने कार्यक्रममा छौं। हाम्रो ग्यास चाहिँ सकेछ सो चेन्ज गर्दै छौं। हाम्रो खाजा आजको चाहिँ यो छ अनि आज जिन्जर टी। 2 जना उता छ के भनिरहेछ ल आज त घाम लागेछ है। ल उता कस्तो राम्रो घाम लागेछ त्यो डाँडामा घाम लागेछ। राम्रो केही होला जस्तो छ है, केही होला जस्तो छ। रातभरि भन्दा पनि बिहान पानी परेको थियो, हावा चलिरहेछ। हाम्रो गजिबो पनि उडाउँछ जस्तो छ। हाम्रो गाडी चाहिँ उता पार्क गरिराखेछौँ। अब आज हामी अलिक धेरै ठाउँ घुम्ने म्याक्सिमम भनेर सोचेछौँ। हेलो गाइस, वी आर हेडिङ टु आवर अनदर डेस्टिनेसन। के रे त्यो ठाउँको नाम? राइडल केभ हैन? राइडल केभ। अनि त्यसपछि आइरा वाटरफल भन्ने छ अनि डोप कटेज। अनि आजको पनि फेरि मौसम त त्यस्तै रहेछ। यहाँ अलिकति पानी परिराख्ने नै मौसम क्विक चेन्ज भइहाल्दो रहेछ। अब जस हामी हिँड्नु पर्दाखेरि चाहिँ नपरे हुन्छ पानी, अरू बेला परे हुन्छ। यस्तो छ। खोइ केही छैन त डे 2 को एक्साइटमेन्ट। के कता गइरहेछौँ, कस्तो हुँदैछ बसाइ? हामी लाग्ने 3 जना लेक डिस्ट्रिक्ट चाहिँ उयो डे 2। हिजो 2 जना चाहिँ बेलुकै धेरै बोलेर आज बोल्नु ल ल ल ल कस्तो हुँदैछ तपाईँ? रमाइलो हुँदैछ, जान मन छैन। आज चाहिँ हाम्रो हिजो चाहिँ साउदर्नले कम्फोर्ट, आज चाहिँ अनकम्फोर्ट भइरहेको छ। ल हामी चाहिँ बिहानको ब्रेकफास्ट खाने भनेर टाउनमा आएको छौँ। कस्तो राम्रो भ्यू छ। सी यता फोटो सेसन हुँदैछ। हामीले ब्रेकफास्ट किन्यौँ। यताको बजार यस्तो रहेछ। के चाहिँ के ए ल के हो यो? पुग्यौँ हाम्रो पार्किङ साइडमा। आइरा फोर्ट वक गरेर जानुपर्छ। सर्ट हाइक। पिङ्कको अगाडि अगाडि बढ्दै हुनुहुन्छ। गर्ने त भयो, खोल्नु त भएन। लक चाहिँ भयो जस्तो देख्छु। न गाइस हामी आइपुग्यौँ आइरा वाटरफल हियर। जानुहोस् जानुहोस्। यस्तो राम्रो ब्रिज रहेछ तल। काइन्ड अफ डेभिसफुल तर त्यस्तो ठिक छैन। त्यति धेरै मान्छेहरू हुनुहुँदो रहेछ। उतादेखि पनि हेर्ने रहेछ। हो यस्तोमा चाहिँ पौडी खेल्ने हो क्या? उता ओ
चाहिँ बेला बेला झुल्किरहेको छु भ्लगमा। अब यस्तै छ है, हामी चाहिँ यहाँ तल वाटरफल हेर्न जाँदैछौँ। सो माथिबाट पनि हेरियो, निकै डर लाग्दो थियो, त्यही भएर फेरि हामी चाहिँ तल गएर वाटरफल कस्तो छ भनेर भ्यूहरू हेर्न खोज्दैछौँ है। ल यस्तो छ यहाँ लडीबुडी गरेर हिँडिरहेछ दुईजना, 4 पाउ गर्दै हिँडिरहेछ। यता कान्छी चाहिँ स्पाइडरम्यान होला हौ, 4 उस गरेर। किर्नी अर्को नाम, फेरि अर्को नामाकरण भयो। हिजो चाहिँ यार्सा गुम्बा बेच्दै हुनुहुन्थ्यो कान्छीले, यार्सा गुम्बा बेच्ने होइन सरी टिप्ने जस्तो देखेको। आज फेरि आया ल त्यो छ है, यस्तो छ। ल यता बब्लु गुप्ता, यस्तो छ झर्ना। अब यहाँबाट सर्टकट रहेछ नि त खासमा त। पौडी त यस्तोतिर पो खेल्ने हो त, उ त्यस्तोतिर। ल यस्तो रहेछ हरियो पानी। ल जानुपर्ने हुन्छ अब तल। सरारा ए बोलो सरारा ए बोलो पिङ्कु बहन, लेट्स गो। थ्याङ्क यू। सलिट हान्नुहोस्, सलिट। ढोका खोलिदिएपछि म्यादी पनि लागिँदैन। ए हो, ल ठिक छ। तल हुनुहुन्छ हाम्रो नेसनल भाउजू, सबैको भाउजू। आम्मा हेर्नुहोस् त ठ्याक्कै के अरे महावीर पुन त्यस्तै देखेको यार। त्यो टोपी र त्यो डान्स के, यो टोपी त ठ्याक्कै महावीर पुनको टोपी जस्तो देखेछ है। ल यस्तो छ है। ल आज हाम्रो डे 3, भोलि लास्ट डे 4 हो। तर अझै हाम्रो प्लानहरू निकै छ, गएर माछा खाने प्लान पनि छ। सायद हामी ट्राउटतिर पनि जाँदैछौँ, ट्राउटको भ्लग पनि आउँछ होला। किप वाचिङ। वी आर मिसिङ सिली दिदी एन्ड दिनेश दाई एज अलवेज है। ल यस्तो छ। एन्ड देन कविता बहिनी एन्ड उमित सर पनि मिस भइरहेको अवस्था छ। यस्तो छ है। ल वाटरफलको सिनहरू, वाउ। ल अब चाहिँ हामी है अनि नन स्लिपरी बनाइदिएको है। सो हजुर, सो अब हामी जाँदैछौँ वाटरफल देखाउनुको लागि। त्यहाँ देख्न सक्नुहुन्छ वाटरफल, यही रहेछ वाटरफल है। यहाँको ढुङ्गामा स्याट लाएर त्यो छ है वाटरफल चाहिँ। हजुर भाइ यहाँ हुनुहुन्छ। भाइ सोफार कस्तो हुँदैछ? हिजो राति अलिकति थोरै हाम्रो कम्फर्ट पारिदियो, तर आज चाहिँ अन्त त्यही भएर त। अनि हजुर भएर म त्यही भएर त डराएको एकछिन त, टेन्सनै भयो नि त, हाइट फोबिया भएर। हजुर हर्क साम्पाङले पनि बडी गार्ड लिएर हिँड्थ्यो, हाम्रो फेरि यता बडी गार्ड हुनुहुन्छ हाम्रो सबैको। ल फेरि ल रमाइलो हुँदैछ सोफार हाम्रो। ल अब हामी बिस्तारै यहाँबाट हामी उकालो लागेर अब फेरि हाम्रो नेक्स्ट राइडल केभ जाँदैछौँ है त। ल किप वाचिङ राइडल केभ है। ल भ्लग छोडेर जान्छु भनेर नसोच्नु होला। ल हामीहरू हाम्रो सेकेन्ड डेस्टिनेसन राइडल केभ भन्ने ठाउँमा जाँदैछौँ। एकदम राम्रो रहेछ यो ठाउँ। आइपुगेको छैनौँ, अन द वे, तर पानी परेर छाता ओढ्दैछु म। गाइस हेर्नु कति राम्रो छ यो ठाउँ, पानी परे पनि इट्स वर्थ इट। के खोज्नु भएको तपाईँले? के खोज्नु भएको? माछा छ र? कस्तो राम्रो रहेछ, सफा है पानी।
ल ल ल ल ल जुम जुम अघि बढौँ तल पुगिसक्यो ल ल ल ल जुम जुम हेर्नुहोस् त यो त पैसा पो रहेछ रुखमा पैसा फल्छ भनेको यही होला पैसै पैसा रहेछ ए रुखमा पैसा फल्छ भनेको चाहिँ यही हो है गाइस पिङ्को तिमी नराख्ने पैसा आमा न के हुन्छ राख्यो भने त्यसो पहिला अब मिस्टेकली भयो होला पछि ल ल ल हामी आइपुग्न आँट्यौँ भाइ हिँड्ने क्रम जारी छ कति राम्रो भ्यू छ तल लेक छ on your face, our signatures. With the people and फेरि बिचमा places आइपुग्यौँ लगभग यहाँबाट चाहिँ धेरै छैन 6 मिनट जस्तो आई थिङ्क वक सोफा रमाइलो हुँदैछ अहिले वेदर पनि राम्रो भयो हल्का अलिअलि उता पारी घामहरू लागेको छ अनि तल चाहिँ लेक छ यहाँ मुनि राम्रो देखिरहेछ भ्यू पनि सो अब यो गाउँ पनि यो बाटो पनि राम्रो छ इन्जोइङ है सो फार अब कस्तो रहेछ बब हो कति राम्रो ठाउँ के यो त ओके एकदमै राम्रो यो हिँडेको यो थकाइहरू केही नै लाग्दैन यहाँ त्यो भ्यूले त्यति धेरै आनन्द दिन्छ कि गुड यति राम्रो छ यो ठाउँ पक्कै पनि तपाईँहरू पनि आउनु होला देख्न सक्नुहुन्छ लेक डिस्ट्रिक्ट नामै ल यता हाम्रो दुईजना कान्छी र बहिनी हुनुहुन्छ कस्तो हुँदैछ रमाइलो हुँदैछ एकदम ल दुईजनालाई खिच्छु ल भन्नुहोस् के छ कस्तो छ ल लेक डिस्ट्रिक्ट एकदमै राम्रो ल यहाँ बसौँ एकचोटि यो डाँडामा ल हजुर भाइ कस्तो हुँदैछ यहाँबाट लेक हेरौँ न कस्तो फिल हुँदैछ बाटो छोडिदिनु तपाईँको दिलमा त सरी यहाँदेखि आउँदा आउँदै यहाँदेखि राम्रो थियो ल हजुर भाइ यता आउनुहोस् त तपाईँको इन्टरभ्यू लिनु पर्यो हजुर भाइ आम्मामा यहाँ त यति राम्रो देखेछ यतिखेर है ल पोखरा ल कस्तो भइरहेछ झन् दामी देख्छ होला है उता जम्न त त्योभन्दा नि माथि जाऊँ न अझै ल कस्तो हिजोको साउथर्न कम्फोर्टले आज अलिकति हामीलाई छोडिसकेर आनन्द भइसकेको छ अब फेरि आनन्द भएर फेरि एक पाइन्ट हानेपछि चाहिँ फेरि संसारै यही हो स्वर्ग भइहाल्छ होइन ल यहाँ हेर्नु न कस्तो दामी आएको छ क्या है त्योभन्दा नि टुप्पीमै जानु हेर्नु न कति राम्रो भ्यू लेक कस्तो राम्रो ठाउँ रहेछ यो केभ अगाडि स्टोनहरू बनाउँदो रहेछ यो चाहिँ कतैसम्म छ ल ए केभ यही हो केभ यही हो जाउँ हामी केभ आइपुगिसक्यौँ स्टोनहरू कत्रो ठुलो है तर भर्खर पानी पऱ्यो है गाइस हेर्नुहोस् त भित्रसम्म जाने कस्तो खालको हौ यो त
यस्तैमा चाहिँ छिरेको तर हामी चाहिँ यो ढुङ्गा चाहिँ यस्तो रहेछ है पक्का ढुङ्गाहरू सबै पहिला ढुङ्गाको खानी थियो होला हौ यो सायद त्यसलाई चाहिँ अब यिनीहरूले ढुङ्गा निकालिसकेपछि चाहिँ पानी सानीहरू अनि पछि यहाँ जम्मा भयो होला पानी परेकोहरू यताउताहरू त्यही भएर नत्र त यहाँ खासै त्यति साह्रो माथिबाट पानीहरू चुहिँदो रहेछ रसेर होला सायद आएको हुनसक्छ जस नेचुरलै चाहिँ हो जस्तो लागेन तर रमाइलो चाहिँ रमाइलो छ सबै मान्छे टन्न आउँदो रहेछ केबमा है त्यसले गर्दाखेरि परसम्म रहेछ यिनीहरूले त्यही गरे होला क्या निकालेकै होला यिनीहरूले उज्यालो आइरहेछ त कस्तो भइरहेछ बब गुड वान केभ पनि आइपुगियो अगाडि चाहिँ त्यस्तो छ है पिङ्कु बहिनीले यस्तो दामी बनाउनु भयो वाउ घर सबसे डिफरेन्ट समथिङ डिफरेन्ट ल हावाले ला ओ नो फेरि बनाउनुहोस् दामीवाला हाम्रो अजु भाइको चाहिँ मास्टरपिस है हाम्रो निम्स दाईको लागि चाहिँ अब रेस्ट इन पिस होइन एकदम दुःखद खबर कसैलाई पनि एक्सपेक्ट नगरेको यसको लागि चाहिँ डेडिकेट गरेर अलिकति समथिङ डिफ्रेन्ट प्रोजेक्ट इम्पोसिबल बनाउँदै हुनुहुन्छ है मिस्टर अजु हाङ राई ए हेर्नु होला मेहनत सजिलो त जसले पनि बनाउँछ गिभिङ अप इज not in the blood sir हैन हजुर एकछिन अडे पनि दामी हैन यो चाहिँ मास्टरपिसै हुन्छ ओ अड्डिन लाग्यो 1 डिग्री ओ अड्डे ल 1 पिस आमा ल प्रोजेक्ट पोसिबल है ल 360 देखाइदिन्छु तपाईहरुलाई कसरी अड्डेको छ है सजिलो त जसले नि बनाउँछ नि तर यस्तो कला चाहिँ हुनु पर्यो हैन हजुर भाइ ल के छ यो बनाउनुमा चाहिँ के छ हाम्रो निम्स दाइको लागि उहाँको योगदान संसारमा हैन सबैलाई चिनाउनलाई हैन हाम्रो मान्छेको पावर स्ट्रेन्थ एनीथिङ इज पोसिबल मेजर गर्नु नसकिने उहाँलाई रेस्ट इन पिस सम्झनामा है ढलेर जान्छ यस्तो राम्रो वेदर भएको छ अहिले हामी राइडल केपदेखि फर्किँदैछौँ देख्न सक्नुहुन्छ भ्यू एकदम राम्रो छ छिटो हिँड्दै जानु I'm just taking it. Thank you. त अङ्गिताको साथी सानो छोरा आमा अङ्गिता जस्तै देख्छ त पुक्क गमक्क परेर बसेछ आमा कति क्युट हो के कस्तो राम्रो फुलहरु क्याट वक गर्दै हिँड ट्याक 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 यही रहेछ त साधकानी है कहाँ जान्छस् मछडी क्यास छ नि मसँग लिन्छ नि मसँग छ 40 पाउँ भइगयो
जुरेपछि यस्तो हुन्छ क्या राम्रो घर यार कति राम्रो साँच्चीकै। घर कस्तो राम्रो देखेको पनि छ हौ यो त एकदम कति राम्रो घर वाउ साँच्चीकै राम्रो रहेछ कस्तो राम्रो घर हो रे यार त्यो वरिपरि धेरै नियर भयो हैन अरु बेला कल हेलो गाइज हाहा गाइज कान्छीको डायलग है चाहिँ हामी चाहिँ अहिले के टाउन रे हो के भन्छ यो ठाउँलाई ग्रासमेर चाहिँ ग्रासमेर कि ग्रासमिर भन्दो रहेछ है आई डोन्ट नो कि जे भने नि ब्युटिफुल टाउनमा छौँ हामी अहिले केटाकेटीहरू अघि यहाँ चाहिँ ड्रेस लाएर डिफ्रेन्ट अटायरमा राखिदिनु त्यहीँ उसभित्र गाडी के अरे उसभित्र झोलाभित्र डिफ्रेन्ट अटायरमा अजु भाइ र म चाहिँ नो चेन्ज सेम ड्रेस ओ स्याउ स्याउ यहीँ छ स्याउ यहीँ स्याउ खाने हो यहीँ च्याउ टिप्दै यहीँ बस्ने हो यस्तो छ है ल लागौँ जम ल अब हामी चाहिँ जाँदैछौँ हिँड्नु बाटो नराखौँ ए फोटो सेसन हुँदैछ यता यस्तो राम्रो छ यो घरहरू वाउ सो ब्युटिफुल हाउस यो ढुङ्गाले यो पोखराको स्टाइलले बनाएको हो कि हो आई डोन्ट नो है मलाई चाहिँ ब्युटिफुल लाग्यो है यहाँको स्टाइलहरू है अजु भाइलाई पनि मन पऱ्यो अरे पछि अजु भाइ र हामी चाहिँ यता गाईघाटमा एउटा घर यस्तै बनाउनुपर्छ ए मासतिर खोटाङ र ओखलडुङ्गा बनाऊँ ल या यस्तो छ है कस्तो राम्रो ठाउँ क्या काठकै बोर्ड के हजुर आमा काठकै बोर्ड तासेर हाल्यो वाउ ब्युटिफुल ठाउँ है ल ओ कर्सवल तल रहेछ भने क्या गो आउटडोर्स टेन्टको सामानहरू छुटे पनि यहाँ किन नि हुने रहेछ यताबाट गयो Let's go guys haha guys देख्न सक्नुहुन्छ रोहन भन्ने ब्रान्ड हाम्रो नेपाली भाइहरूले खोल्नु भएको ब्रान्ड हो यो चाहिँ है रोहन ब्रान्ड कहाँ छ भाइ यता पसल छोडेर आमा सेटै भएछ ल मिलेछ त्यो त्यही हराइरहेछ त्यही कामोफ्लाज भइरहेछ मान्छेलाई थाहै पाउनु साह्रो पर्ने भयो कति धेरै है यस्तोहरू है चल्ने क्या ब्युटिफुल ल हेर्न सक्नुहुन्छ ब्युटिफुल टाउन माथि है घर यस्तो राम्रो यहाँ फुलहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरू माथि यस्तो छ क्या सबै उता उसहरूमा चाहिँ जर्मनीको यस्तो राम्रो घरहरू छ डिजाइनहरू उडिरहे आकाशमा तिम्रो तस्बिर हेरेर गुनगुनाउँछ अनमोल केसी सुगारीका केसी यहाँ कुद्नु नि हो कस्तो दामी जग्गा रनिङ गरेर ल घाम पनि लाग्यो सो हामी चाहिँ अब लकी ड्रागन जाँदैछौँ लकी ड्रागन गएर चाइनिज खाने प्लान भएको छ हाम्रो यस्तो राम्रो ब्युटिफुल ठाउँमा लाने कहाँ खाने ठाउँ हुँदैन नि लाने हो यस्तो छ है त ल पारी हेर्न सक्नुहुन्छ कस्तो ब्युटिफुल फुलहरू है नाइस बब्लु मन पर्यो ठाउँ मलाई सोध्यो भने आई थिङ्क अहिलेसम्मको वान अफ द बेस्ट हो हजुर ऊ त एन्डमा छ लकी ड्रागन हो के मन पर्यो
है सफा पनि यति सफा के फेरि I think we have to come with Dineshda and Silu Didi as well, right? yes We are missing you. guide for the next trip Yeah. Next time. पैसा हामी चाइनिज खाना आएको तर यहाँ क्यास मात्र चाहिने भएको रिजनले हामी आज चाइनिज खाने भनेको लकी ड्रागनमा आएको छौँ त्यो छ है पर यस्तो मजाको टेनिस कोर्ट छ त्यहाँ ऱ्याकेट लिएर ड्याम ड्याम हान्नु क्या मजा आउँथ्यो होला के गर्नु यस्तै छ यतिकै आइयो सानो मोडल घरहरू रहेछ त्यहाँ मोडल हाउसहरू हजुर अनि त्यहाँ फेरि चुच्चो न चुच्चो चर्च यहाँ है मोडल घरहरू सानो सानो छ यो ठाउँ चाहिँ यति मन पर्यो कि यति मन पर्यो कुरै नगरौँ लेक डिस्ट्रिक्टको कुरै नगरौँ कति राम्रो टेनिस कोर्ट ब्युटिफुल प्लेस ब्युटिफुल 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 हो कति राम्रो ए निलो गड ब्लेस यु क्या राम्रो आउने यार यहाँ यसमा 360 हान्दैन क्या राम्रो आउँछ होला ल हामी एकछिन यहाँ म्याच भएको ठाउँमा आएको छौँ म्याच हुँदै रहेछ कसको म्याच रहेछ यो एम्बल साइड युनाइटेड फुटबल क्लब 1896 मा इस्टाब्लिस भएको ल रमाइलो हुँदैछ ल फ्री किक wait good one come on counter सक्यो यहाँ बल लिनलाई well played come on Amber come on हाम्रो हो यो हाम्रो हाम्रो साइड हो के गर्नु लेगी सिकाएर कोचिङ गर्नु परिरहेको छ यस्तो छ मेरो लागि प्लेयरहरूलाई यताउता भनेको भने हैन ल शट सपोर्टरहरू चाहिँ यता छ है 3-1 How they get the ball, Ref? You cheating fuck. त्यो पक्का सपोर्टर रहेछ पक्का उयो रहेछ सपोर्टर रहेछ लोकल भर्खर काम गरेर आएको क्या पक्का लोकल सपोर्टर रहेछ रिसाएर थियो ल म्याच सकेर हामी फर्किँदैछौँ हामीले सपोर्ट गरेको टिमले जित्यो 3-1 भयो गफ चल्दैछ है गफ चल्दैछ उता चाहिँ कुन गाउँ जानु हुँदैछ हाम्रो टेकअवे लिएर आइसक्यो यता बोकेर अब कार पार्क जाँदैछौँ यो भिलेज यति राम्रो छ छोडेर जान मन थिएन के गर्नु यसको खासियत भनेको चाहिँ यो घर हो कि घरहरू यति राम्रो डिजाइनको छन् कि ढुङ्गाहरूले बनाएको यति राम्रो छ ल है त लेक डिस्ट्रिक्टमा आएर यसरी चाहिँ चाइनिज रिप्स पो खानुपर्ने अवस्था आयो त हौ यहाँ त हेर्नु होला भोग लागेर शेष पर्यो मैले हाल्दैन हैन बेस आज हाम्रो लास्ट नाइट भोलि हामी फर्किनु पर्नेछ हाम्रो घुमेर आइसक्यो ल है त ल यस्तै छ यस्तै छ
जिन्दगानी ल वेदर यस्तै छ राति हुन थालिसक्यो है अब भोलि फर्किनु छ अनि गएर माछा पनि खानु छ के छ प्लानहरू है ल सबैजना इन्जोय प्लिज ल सबैजना ह्याप्पी बारबिक्यू हुन्छ रिप्स खाना एक्साइटेड ल गुड ल ल ल हाम्रो घरको अकबरेसँग Cheers. हाम्रो day 3 को ल हाम्रो अन्तिम यो हाम्रो फेभरेट पब हामी मिस गर्छौँ यो पब एकदम ब्युटिफुल थियो हामीहरूको चाहिँ ल डिनर पछि चट्ट लाएर वान पिन ठान्न आउने ठाउँ हो अन्त के छ भन्नु कस्तो थियो यहाँको ड्रिङ्क्सहरू प्लिज भन्नुहोस् न बियरहरु हामीले ट्राई गर्यौं एकदमै राम्रो मिठो झ्याप्प हान्ने अनि खाइ नपाउने टिप्सी अहिले ल वेदर अलिक ठिक रहेछ पानी परेको छैन पिङ्कको लागि जिन्जर बियर कस्तो लाग्यो ल ओके ल लेट्स गो ब्याक टु आवर क्याम्प साइड कति राम्रो थियो वी गना मिस यु हेर्नुहोस् है तपाईँहरू पनि यो क्याम्पिङ साइटमा आउन सक्नुहुन्छ मैले यहाँ डिटेल्स देखाएको छु हजुरहरूलाई अब हामी ब्याक टु आवर टेन्ट अनि भोलिको लागि प्लानहरू गर्छौँ हामी खासमा चाहिँ गुड मर्निङ गाइज दिस इज आवर 4th डे अनि भ्यू देख्न सक्नुहुन्छ कस्तो मजाको छ हामी चाहिँ अघि वासरुम ब्रस यताउता सबै गरेर रेडी अब गएर क्विक टी खान्छौँ अनि टी पछि चाहिँ हामी प्याकिङ गरेर आज चाहिँ फर्किने एउटा दुईवटा ठाउँ घुम्दै फर्किने प्लान छ खोइ कुन ए ऊ यहाँ आएर पनि रहेछ गाइस आजको त ट्र्याक्टर पो रहेछ है कति मजाको के ओहो हाम्रो बगैँचामा फल पनि फलेछ के होला यो फलको नाम सानो इम्लीहरू जस्तो पो देखिँदैन खासमा यो चाहिँ के पियर्स हो क्या होइन यत्रो फल छ आउनु आज हामी यतादेखि घुमेर जाउँ ल यतादेखि घुमेर कोही हेरेर जाउँ न हाम्रो फाइनल डेको चिया हो यो चाहिँ धन्यवाद मसला चिया हात चाहिँ घिनलाग्दो भएछ ल चियर्स गरौँ न त फाइनल खाइसकेछ डली चायवाला चियर्स म पनि आजको चस्मा लाउने ल गाइज हामी फाइनली हाम्रो क्याम्पिङ साइटदेखि फर्किँदैछौँ Let's go guys. Bye this beautiful place side camping in Lake District. मलाई त फर्किनै मन छैन तर ड्राइभर दाइले घरतिर फर्काइदियो के गर्नु दुःख यस्तै छ मलाई त यतै बस्न मन थियो एउटा घर किनिदिए हुन्थ्यो यो टुप्पामा तर के गर्नु मेरो ड्राइभर दाइले भेडा पालेर भेडासँगै बस कति राम्रो छ कि यो ठाउँ त मलाई यति मन परेको छ भेडा जस्तै चढ्दै बस्नु पछि आउँदा त है घण्टा काम पनि गर्नु पर्दैन अन्त ल हामी चाहिँ यहाँ कप ग्लासहरू हेर्न आएको एउटा चिनो लाइक डिस्ट्रिक्टको भनेर
पिङ्कुले चाहिँ किनेको छ। हामी सर्भिसेस छौँ अहिले फर्किँदै हो हामी ब्याक टु होम। यो चाहिँ ग्लोस्टरको सर्भिसेस हो। अब हामी लगभग के हुन्छ होला लास्ट हाम्रो सर्भिसेस। आफ्टर द्याट हामी ब्यान्डफोर्ड जानुपर्ने छ। त्यहाँ चाहिँ हामीले फिस अर्डर गरेको छौँ। फिस रिसिभ गरेर घरमा गएर पकाएर खाने प्लान छ। हेर्नु न अनि यो सर्भिसेस त कस्तो खतरा के यो कस्तो खालको डाँडा जस्तोमा चाहिँ अनि बनाएको रहेछ कि यो चाहिँ होइन अङ्गी पिङ्कु आमा कति राम्रो कस्तो राम्रो रहेछ कि यो सर्भिसेस त्यस्तो खालको चाहिँ देखेकै थिएन क्या। टाढोदेखि हेर्दा झन् कस्तो दामी कस्तो राम्रो रहेछ यो त। भित्र पनि हेर्नु न उयो काठहरूको के हो यो त पिङ खेल्ने जस्तो तानेर होइन झुला झुला जस्तो। टोटली यो के हो थाहा छ कि यो फार्म सप हो प्रपर के रहेछ यतातिर लसुनहरू सबै फ्रेसहरू रहेछ। लाइटहरू फार्म फ्रेसको है। हामीले चाहिँ चिकन लाने दुईटा फ्रेस चिकन लगेर खाने प्लान गरेको छौँ। पोलेर खाने यो चाहिँ नेपाली स्टाइलले खुल्ला एरियामा हुर्केको। अब आगोमा पोल्ने अनि त्यसपछि बनाएर रस खानुपर्छ। जाउँ कति राम्रो राम्रो सामानहरू डब्बा है। अनि होइन यो कलर्स स्विट है कति नराम्रो कति नराम्रो। यहाँ थ्रो प्लस यहाँ हेरिँदैछ कस्तो राम्रो राम्रो रहेछ बुकहरू। कस्तो राम्रो यो सेन्ट। पिङ्कुले चाहिँ यो लाने भएको छ। हामीलाई स्वेटर बनाइदेऊ न। मलाई स्वेटर मनपर्छ। टोपी चाहिँ त्यो बोनेट खालको जाडोमा टोपी बाल्यो क्या यस्तो वाला होइन पिङ्कु यस्तो वाला होइन। तर मलाई टोपीले सुहाउँदैन। मलाई चाहिँ स्वेटर चकलेट लभरहरूको लागि हो यो चाहिँ। कस्तो राम्रो राम्रो रहेछ। कस्तो डिफ्रेन्ट टाइपको छ यहाँ। फेरि पनि कटन ट्राउट फार्ममा आइपुग्यौँ। आज हामी माछा खाने प्लान गरेको थियौँ। अघि नै अर्डर गरेर बुक गरिसकेको। यो चाहिँ बन्द छिटै हुन्थ्यो नि त त्यही भएर हामीले उता हुँदाखेरि अर्डर गरिसक्यौँ। अब लगेर बनाएर खाने प्लान छ हामीहरूको। पहिला आउँदा कति राम्रो थियो ग्रिनरी थियो। अहिले त सबै ड्राई भएर रहेछ यो ठाउँ नै अलिकति कस्तो डिफ्रेन्ट भएछ। ल हाम्रो माछा Okay. Can you do double back? Just in case. कस्तो राम्रो भ्यू। कति मिनट बाँकी छ? जस्ट 21 minutes left। साल्सबाट आइसक्यौँ।
Our feet would sway to a voice in the breeze. And birds would sing on the banks of a narrow stream. These memories will stay with me. Our feet would sway to a voice in the breeze. And birds would sing on the banks of a narrow stream.